हेलो साथीहरू, आज मेरो नववर्ष 2083 को सुरुवात भएको छ पनिर मोमोबाट, जसको लागि प्याज, पनिर, पत्ताकोपी लिएको छु भने थोरै लसुन र अदुवा पनि लिएको छु र पनिरको लागि चाहिने पनिर मसला अनि मेरो फेभरेट गोल्डी मसला पनि लिएको छु। साथीहरू, हजुरहरूले पनि आफ्नो स्वादअनुसार लिन सक्नुहुन्छ र स्वादअनुसार मैले थोरै नुन पनि राखेँ र थोरै तेल राखेर अब मैले मजाले मोल्छु, जसले मोमोलाई जुसी बनाउँछ। तेल थोरै राख्यो भने अब पिठो पनि छिटो रेडी गर्छु र अब हामी मोमो बनाउन सुरु गर्छौँ। ल हेर्नुहोस् त, हाम्रो मोमोहरू बनाएर स्टिमको लागि रेडी भएको छ। कति राम्रो बुट्टा बनेको। अनि अब मैले थोरै कस्टर्ड लिन्छु। मैले आज मिल्क सेक अथवा कस्टर्ड बनाउन थालेको छु। अनि 2 गिलास दुध लिन्छु। 2 गिलास दुधमा आफूलाई मनपर्ने जति चिनी राख्छु आफ्नो स्वादअनुसार। अनि अघि घोलेको कस्टर्ड राखेर मजाले पकाउँछु। एकछिन पकाएर यतिको बाक्लो भएपछि सेलाउन राखिदिने। अनि एकछिन सेलाएपछि तर अथवा क्रिमहरू राख्न सक्नुहुन्छ। र हजुरहरूलाई कुन कुन फ्रुटहरू मनपर्छ, जुन मनपर्छ त्यही फ्रुटहरू लिनुहोला। मैले यहाँ स्याउ, केरा अनि वाटरमेलन अनि थोरै झोडा पनि लिएको छु। हजुरहरूलाई के मनपर्छ, जे मनपर्छ त्यही राखेर मजाले घोल्नुहोला र आफ्नो कतिको चिसो खान मनपर्छ त्यही अनुसार फ्रिजमा राख्नुहोला 10-15 मिनट अथवा त्यहाँभन्दा धेरै। अनि हजुरहरूलाई चक्लेट मनपर्छ भने चक्लेट पनि राख्नुहोला। मेरो रेडी भयो अब मेरो मोमो अनि यो सबै खानेकुराहरू हामीले रेडी गरिसक्यौँ। साथीहरू, एकदमै मिठो अनि जुसी भएको थियो। हजुरहरूलाई पनि मनपर्छ भने अवश्य ट्राई गर्नुहोला र 2083 सालको सम्पूर्णमा शुभकामना।